राणा वंश नेपालको इतिहासमा एक महत्त्वपूर्ण तथा विवादास्पद अध्याय हो। यो वंशले डिसेम्बर 1903 देखि 2007 सालसम्म अर्थात् सन् 1846 देखि 1951 सम्म नेपाल अधिराज्यमा शासन गरेको थियो। राणा वंश चेत्री वंश थियो जसले नेपालमा निरङ्कुश तथा अल्तोरित्री शासन स्थापना गरेको थियो। यस अवधिमा शाह वंशका राजाहरूलाई नाम मात्रको राजा बनाइएको थियो भने वास्तविक शक्ति, प्रधानमन्त्री तथा अन्य सरकारी पदहरू राणा परिवारमा वंशानुगत रूपमा रहन्थ्यो। राणा शासनलाई नेपालको इतिहासमा कठोर तथा लोहा जस्तो कडा शासनको रूपमा चिनिन्छ। राणा वंशको स्थापना जङ्गबहादुर कुँवर पछि राणाले गरेका थिए। उनी काजी बाल नरसिंह कुँवरका छोरा थिए। विषम 1903 सालमा भएको कोत पर्वले राणा शासनको ढोका खोलिदियो। यो पर्वमा दरबारका हतियार कोठामा ठूलो नरसंहार भयो। जङ्गबहादुर र उनका भाइहरूले प्रधानमन्त्री फतेजङ शाह चौतारिया लगायत करिब 40 जना दरबारका उच्च पदाधिकारीहरूको हत्या गरे। यस घटनापछि जङ्गबहादुरलाई प्रधानमन्त्री तथा सेनाको कमान्डर इन चीफ बनाइयो। यसरी उनले नेपालको राजनीतिक शक्तिलाई आफ्नो हातमा लिए। पछि उनले कुँवरबाट राणा थर लेख्न थाले र यो उपाधि वंशानुगत बनाए। जङ्गबहादुर राणाले आफ्नो शासनकालमा नेपाललाई स्थिरता दिने प्रयास गरे। उनले मुलुकी ऐन 1910 निर्माण गरे जसले नेपालको कानुनी व्यवस्थालाई व्यवस्थित बनायो। उनले ब्रिटिससँग राम्रो सम्बन्ध राखे। सन् 1850 मा उनी युरोप भ्रमण गर्ने पहिलो नेपाली नेता बने। ब्रिटिसहरूसँगको सम्बन्धले नेपाललाई 1857 कोलम्ब भारतीय स्वतन्त्रता सङ्ग्राममा पनि प्रभावित गर्यो। जङ्गबहादुरले ब्रिटिसलाई सहयोग गरेका थिए। उनको शासनमा नेपालले केही आधुनिकीकरणको सुरुवात पनि गर्यो, तर जनतामाथि कर बढाइयो र शोषण पनि भयो। जङ्गबहादुर पछि उनका भाइहरू र सन्तानहरूले शासन गरे। राणा परिवारमा उत्तराधिकारको नियम बनाइयो जसलाई रोल अफ सक्सेसन भनिन्थ्यो। यसमा राणा परिवारलाई ABC वर्गमा विभाजन गरियो। श्री 3 महाराज तथा प्रधानमन्त्री पद जेठो छोराबाट छोरामा जाने व्यवस्था थियो। यसले परिवारभित्र पनि गुटबन्दी र द्वन्द्व निम्त्यायो। वीर शमशेर, देव शमशेर, चन्द्र शमशेर, भीम शमशेर, जुद्ध शमशेर, पद्म शमशेर र अन्तिममा मोहन शमशेरसम्म राणा प्रधानमन्त्रीहरू आए। चन्द्र शमशेरको शासनकाल सबैभन्दा लामो र स्थिर थियो। उनले सन् 1924 मा सिंहदरबार निर्माण गरे जुन त्यसबेला एसियाको सबैभन्दा ठूलो दरबार थियो। उनले केही सुधारहरू गरे जस्तै दास प्रथा उन्मूलन, शिक्षा तथा प्रशासनमा केही सुधार, तर जनताको जीवनस्तर भने सुधारिएन। राणाहरूले ठूला ठूला दरबारहरू बनाए, करबाट र जङ्गलको काठ बेचेर धन कमाए, तर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा कम लगानी गरे। जनता गरिबी र अशिक्षामा थिए। राजनीतिक स्वतन्त्रता थिएन, विरोध गर्नेलाई दबाइन्थ्यो। राणा शासनको अन्त्य डिसेम्बर 2007 सालको क्रान्तिबाट भयो। नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको यो क्रान्तिमा राजा त्रिभुवनले पनि साथ दिए। भारतको सहयोग र जनताको विद्रोहले राणा शासन ढल्यो। नयाँ संविधान जारी भयो र शक्ति फेरि राजा त्रिभुवनतर्फ फर्कियो। मोहन शमशेर अन्तिम राणा प्रधानमन्त्री थिए जसले सन् 1951 मा भारतमा निर्वासनमा गए। राणा शासन 104 वर्षसम्म चलेको थियो। यसले नेपाललाई राजनीतिक रूपमा स्थिर राखे पनि निरङ्कुश थियो। जनताको अधिकार कुण्ठित थियो, आर्थिक शोषण भयो, तर केही आधुनिक कानुन र प्रशासनिक संरचना पनि बसाले। आज पनि राणाकालका दरबारहरू नेपालको इतिहासका साक्षी छन्। राणा वंशले नेपालको इतिहासमा गहिरो छाप छोडेको छ जसलाई कडा शासन र परिवारवादको प्रतीक मानिन्छ।